दर्शकहरू नमस्कार, म उदय सिंह श्रेष्ठ दैनिक खबर मिडियाबाट। हामी यो शीत लहरमा नेपालगञ्जमा छौँ। नेपालगञ्जमा हुन कारण किनभने घराइसी काम र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सङ्घीयको सरकारको मन्त्रालयसँग समन्वय सहकार्य गरेर हामी स्वास्थ्य क्षेत्रमा सुधारको लागि नेपालगञ्जमा हामी छौँ र अझै कति समय लाग्ने हो थाहा छैन, भगवान जाने। मलाई थाहा छैन, किनभने यहाँ नेपालगञ्जमा सरोकार निकाय भनेको सम्बन्धित निकायहरू मौन बसेको, कुनै पनि काम नगरेको कारणले गर्दाखेरि हामी नेपालगञ्जमा अहिलेसम्म हामी छौँ। कारण किन? नेपालगञ्जमा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय र सङ्घीय स्वास्थ्य मन्त्रालयबाट अनुमति नपाएका करिबन दर्जनको हाराहारीमा अस्पताल यहाँ खुलेआम सञ्चालनमा छन्, तर निकाय बोल्दैन। किन बोल्दैन थाहा छैन, किन बोल्दैन थाहा छैन। हामीले लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रीज्यूसँग पनि हामीले समन्वय गर्यौँ, छलफल गर्यौँ। उहाँले स्वास्थ्य कार्यालय नेपालगञ्जलाई आदेश दिनुभयो। स्वास्थ्य कार्यालय एउटा सूचना निकालेर मौन निद्रामा निद्रामा बसेको छ, कुनै एक्सन लिएको छैन। र जिल्ला प्रशासन कार्यालय पनि कुनै गलत गतिविधि हुन्छ भने जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्ने, कुनै कैफियत भेटियो भने तालचा लगाउने काम जिल्ला प्रशासनको हो। उसले पनि केही गरेको छैन। स्थानीय सरकार अर्थात् नेपालगञ्ज उपमहानगरपालिकाले अनुमति 15 बेडको दिन्छ, तर अस्पतालमा सिनियर डाक्टर, एमडी गरेका डाक्टरलाई बसाएर उपचार गरिन्छ, अपरेसन पनि गरिन्छ, आइसियु पनि खोलिएको छ, भेन्टिलेटरमा बिरामी पनि राखिएको छ। यो सबै के को खेल हो? यो खेल के को हो भन्दा भन्दै हामी पत्रचार पनि गयौँ, निवेदन पनि सबै ठाउँमा दियौँ, जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दियौँ, स्थानीय सरकार नेपालगञ्ज महानगरपालिकाले पनि निवेदन दियौँ। यो हाम्रै मुनाफाको लागि, हाम्रै फाइदाको लागि, हामीलाई के पैसा आउँछ र हाम्रो फाइदाको लागि उहाँहरूसँग सबैसँग जियोजुरी गर्नुपर्ने, यो कानुन र पालना हुनुपर्ने भन्ने विषयमा कहिले पनि कुनै पनि एक्सन नलिइसकेपछि आज हामीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्य सरसँग पनि कुराकानी गर्यौँ। हामीले उहाँलाई सम्पूर्ण कुराहरू राख्यौँ। स्वास्थ्य मन्त्रालय, सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्सिर 1 गते सूचना जारी गर्छ। सूचना जारी के गर्छ भने 10 वर्ष पुरा